गाइस फेरि पनि स्वागत छ तपाईँको मेरो ब्लगमा। अन्त आज चाहिँ म यहाँ ब्लग ट्राई गर्दैछु। अहिले चाहिँ भने म जाँदैछु लक डाँडा। हेर्नुहोस् होला ब्लग बनाएको फर्स्ट टाइम कस्तो हुँदो रहेछ। फोन चाहिँ जर्छ भनेर अलिक डर लाग्दैछ। फोन झऱ्यो गाइस। हेर्नुहोस् होला गाइस, हाम्रो चाहिँ ब्याक कटिङले गर्दा रोड जस्तो दामी भएको छ। अहिले जग्गा जग्गामा मात्रै रक छ। पुरानो पेट्रोल पम्पको छेउमा आइपुग्यो हो गाइस। अन्त अब चाहिँ लक डाँडा पुग्न आँट्यो। लक डाँडा चाहिँ त्यसै गएको अल्छी लाग्यो घरमा बस्दा हो। अन्त आज फेरि दिन चाहिँ यस्तो दामी भएको छ कि गाइस, त्यही कारणले चाहिँ गएको हो। अन्त यहाँ अहिले चाहिँ अब लक डाँडा पुग्नै लाग्यो। अब रोड चाहिँ यस्तो छ। पहिरोहरू गएको छ। के बोल्नु हुँदैछ त गाइस। आफ्नो लङ टाइममा यस्तो खालको भिडियो बनाएको। पहिला पनि बनाउँथ्यो, अन्त बिचमा निकै ग्याप गरेर चाहिँ अहिले चाहिँ बनाउनु थालेको। कस्तो लाग्छ तपाईँहरूलाई हेर्नुहोस् होला। भिडियो चाहिँ अलिक लामो हुँदैछ गाइस। मसिनामा नि हेर्नुहोस् होला। अब लक डाँडाको लागि यहाँबाट उता जान्छ गाइस। यहाँबाट उनको सिधै कन्ट्रोल सेट हुन्छ होला। लक डाँडा चाहिँ यहाँबाट हो। लक डाँडा जान्छ गाइस। बाटो त्यो रक छ। फोन झर्छ भनेर टेन्सन। लो गाइस, लक डाँडा चाहिँ यही हो। म पनि कस्तो नलागेको गाइस। हावा चल्दैछ दामी लक डाँडामा चाहिँ। कस्तो दामी छ नि हौ लक डाँडा हो। पहिला हामी अब साथीभाइहरू पुरा आउँथ्यो। अहिले त अब सबैजना बिजी छ, साह्रै आउँदैन हो। हेर्नुहोस् है गाइस, बडा डाँडा देख्ने चाहिँ नाम्चीहरू। यता देख्ने चाहिँ वेस्ट सिक्किम हो डल्लै। यता चाहिँ सब वेस्ट सिक्किम। यहाँ पहाडी चाहिँ गेजिङ। यो चाहिँ गेजिङ हो। माथि चेरेन्जी यो तल बग्ने खोला चाहिँ रङ्गीत। पर चाहिँ तिङ्नु गाइस, दामी छ जग्गा। हेर्नुहोस् है गाइस, लक डाँडा चाहिँ यस्तै छ हो। एक्लै आएको खुसी लाग्यो। घरमा बस्दा साह्रै अल्छी लागेर। अब म चाहिँ घर पनि आइपुगेन गाइस। अन्त आजको भिडियो चाहिँ यति थियो। मन पऱ्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनुहोस् होला।